हेलो गाइज, गुड आफ्टरनुन। स्वागत छ तपाईँहरूलाई मेरो पहिलो भिडियोमा। आज म तपाईँहरूलाई सिकाउन गइरहेको छु कि हामी घर बसी 1 या 2 घन्टा काम गरेर पैसा कसरी कमाउन सक्छु इजिली। तपाईँ जो कोही भए पनि, जति यसको भए पनि, स्टुडेन्ट या जो कोही भए पनि सबलाई यो एपबाट पैसा कमाउन सकिन्छ। म यो एपको लिङ्क तल राखिदिएछु होइन, त्यहाँबाट डाउनलोड गरेर तपाईहरु पैसा कमाउन सक्नुहुन्छ। यो एपमा फर्स्ट के गर्नुपर्ने हुन्छ भनेपछि हामीलाई केवाइसी भेरिफाई गर्नुपर्ने हुन्छ। केवाइसी भेरिफाई गर्नलाई यहाँ हामी सेटिङमा जान सक्छौँ। सेटिङमा गएर यहाँ जेनरलमा गएर होइन हामीलाई फिलअप गर्नुपर्ने हुन्छ। अनि एकाउन्टको यो हेर्नु, एकाउन्टमा मेल भेरिफाईहरू गर्नुपर्ने हुन्छ। साथै त्यसपछि हामी यहाँबाट इरन गर्नलाई धेरै इजी छ र धेरै तरिकाबाट इरन गर्न सकिन्छ। रन गर्नलाई सबभन्दा पहिला हामी गेमहरू खेलेर गर्न सक्छौँ, सर्वे भरेर पनि पैसा कमाउन सक्छौँ, भिडियो देखेर पनि पैसा कमाउन सक्छौँ। सबभन्दा यसमा बेस्ट के लाग्यो भनेपछि मलाई यहाँ माइक्रो टास्क जुन हो, यहाँबाट हामी इजिली पैसा कमाउन सक्छौँ। यहाँ हामीले केही गर्नु पर्दैन, सानो सानो हुन्छ। सर्वे भन्नुपर्छ, भिडियो हेर्नुपर्छ, फेसबुकमा फलो गर्नुपर्छ होइन। कसरी गर्ने भनेपछि हामीलाई यो टास्कहरू दिइरहेको हुन्छ। एउटा टास्क पुरा गरेपछि हामीलाई यति पैसा आउँछ भनेर देखाइरहेको छ। जस्तै मेक अ सोसल मिडिया भिडियो, फलो द होइन। अनि यहाँ चाहिँ हामीले एउटा भिडियो बनाए बापत 55 रुपियाँ भाडो है, 55 रुपियाँ भाडो दिनेछ। अनि त्यसै जस्तै जोइन टु डिस्कर्ड जोइन गरे बापत हामीलाई 5 मिनट टाइम दिनेछ र 5 मिनटकै भित्र सबमिट गर्नुपर्ने हुन्छ। स्क्रिनसट लिएर जोइन गरेपछि होइन, यहाँ स्क्रिनसट लिएर हामीले सेन्ड गर्नुपर्ने हुन्छ। अनि भेरिफाई भइसकेपछि हामीले 5 मिनट दिएको छ, तर जस्ट 10 to 12 सेकेन्डमा हाम्रो यो टास्क कम्प्लिट भइहाल्छ होइन। म पनि आज भर्खरै डाउनलोड गरेको, यसको रिभ्युज एकदमै राम्रो रहेछ र म जस्ट 10 to 20 मिनटमा 88.66 रुपियाँ कमाएको। कसरी कमाएको त्यो पनि म तपाईँहरूलाई स्टोरी देखाउन चाहन्छु होइन। अनि म म्याक्रो टास्कमा गएर यहाँ मैले जस्ट 8वटा सर्वे पुरा गरे बापत, सानो सर्वे पुरा गरे बापत मैले त्यति पैसा कमाएको होइन। यति सानो ट्याक्स पुरा गरेर हामी इजिली पैसा कमाउन सक्छौँ होइन। अझ पनि धेरै ट्याक्सहरू छ जुनमा राम्रो बेनिफिट हुन्छ। अझै म तपाईँलाई देखाउन चाहन्छु, यहाँ स्क्यान गरेर पनि पैसा कमाउन सकिन्छ। अझै म देखाउन चाहन्छु तपाईँहरूलाई कस्तो ट्याक्सहरू हुन्छ, कस्तो गेम खेल्नुपर्छ, के हुन्छ भनेपछि यहाँ रेफर गरेर साथीले 600 रुपियाँ उसले निकाले बापत हामीले कमिसन पाउने गर्छौँ होइन। यहाँ नोभेस प्लेयर, क्याजुअल गेमर, स्किलेट कम्प्युटर, प्रो गेमर, गेमिङ मास्टर, लेजेन्डरी गेमर, यो सब खेलेर हामी राम्रो इन्कम गर्न सक्छौँ। 34 रुपियाँ 42 रुपियाँ मिनिमममा पैसा कमाउन सक्छौँ। यो एप इजिली युज गरेर हामी दिनको धेरै त नभनौँ, धेरै हामी गफ दिएर फाइदा छैन। त्यही दिनको 1000 देखि 1200 इजिली कमाउन सकिन्छ। म आज इन्स्टल गरेको र आज 4-5 मिनट खेल्दा म तपाईँहरूलाई देखाउन चाहन्छु यहाँ होइन। आजैको हो यो, यति मैले पुरा गरेर यहाँ हेर्न सक्नुहुन्छ। म तपाईँलाई इस्टिमेट देखाउन सक्छु। मे 26 सब यो आज 5 मिनटमै यति ट्याक्स पुरा गरेर मैले त्यही 83 रुपियाँ भाडो जति कमाएको छु। र यसमा अझै 1.5-2 घन्टा काम दिँदा पक्कै पनि म 1000-1200 रुपियाँ कमाउन सक्छु इजिली होइन। अब रह्यो कुरा विथड्रल कसरी गर्न सकिन्छ त होला है। अब कमाउनु त कमायो, तर विथड्रल कसरी गर्न सकिन्छ होला। इजी चाहिँ केही गर्नु पर्दैन। हामीलाई एउटा पेपलको एकाउन्ट बनाउनु पर्छ र पेपलबाट हामी इजिली विथड्र गर्न सक्छौँ होइन। यदि तपाईँहरूलाई योभन्दा नि राम्रो पैसा कमाउने वेबसाइट एप्लिकेसनहरूको खोजीमा हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नुहोस्। र आजको मेरो एम छ 10 लाइक 10 सब्सक्राइब। यति गर्नुभयो भने भोलि म 27 मे राम्रो वेबसाइट जहाँबाट तपाईँहरू
घन्टोमा मिनटोमा 200 400 र दिनौमा 1000 1500 2000 जति कमाउन सकिने, त्यो पनि इजिली टाइपिङ गरेर क्याप्चा भरेर होइन, डाटा एन्ट्री गरेर हल्का स्किल भएको र नलेज भएकोले पनि गर्न सकिने खालको म वेबसाइट ल्याउने छु र तपाईँहरूलाई भन्ने छु इजिली। अब यो एप्लिकेसन तपाईँहरू एकचोटि पक्कै पनि इन्स्टल गर्नु होला, लिङ्क तल राखिदिएको छु, पक्कै पनि एकचोटि इन्स्टल गरेर ट्राई गर्नु होला कस्तो लाग्छ भनेर होइन। तपाईँहरू कहिले गर्नु भएको छैन भने अनलाइन वर्किङ एकचोटि यसमा ट्राई गर्नुहोस्।